पहाडी भेगको कुरा गरौँ। आइतबारदेखि बिहिबारसम्म यी प्रदेशका एक दुई ठाउँमा भारीदेखि धेरै भारी पानी समेत पर्ने सम्भावना छ। नमस्कार, म हरिप्रसाद दाहाल, मौसमविद, जल तथा मौसम विज्ञान विभाग। आज मिति 2083 साल साउन 15 गते शुक्रबार। आजदेखि साउन 21 गते बिहिबारसम्मको मौसम कस्तो हुन्छ भन्ने विषयमा छोटो जानकारी लिएर आएको छु। तराई भेगमा पानी पर्ने सम्भावनाबाट कुरा सुरु गरौँ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा शनिबारसम्म केही ठाउँमा र आइतबारदेखि बिहिबारसम्म धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। यी प्रदेशमा मङ्गलबारसम्म एक दुई ठाउँमा र बुधबारदेखि बिहिबारभित्र थोरै ठाउँमा भारी पानी पर्ने समेत सम्भावना देखिन्छ। सुदूरपश्चिम प्रदेशमा बिहिबारसम्म नै केही ठाउँमा मध्यम पानी पर्ने सम्भावना छ भने एक दुई ठाउँमा भारी पानी पर्ने समेत सम्भावना छ। अब पहाडी भेगको कुरा गरौँ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बिहिबारसम्म नै धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। यी प्रदेशमा शनिबारसम्म एक दुई ठाउँमा र आइतबारदेखि बिहिबारसम्म थोरै ठाउँमा भारी पानी पर्ने सम्भावना छ। आइतबारदेखि बिहिबारसम्म यी प्रदेशका एक दुई ठाउँमा भारीदेखि धेरै भारी पानी समेत पर्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा शनिबारसम्म केही ठाउँमा र आइतबारदेखि बिहिबारसम्म धेरै ठाउँमा मध्यमसम्मको पानी पर्ने सम्भावना छ। यी दुई प्रदेशमा बिहिबारसम्म नै एक दुई ठाउँमा भारी पानी पर्ने समेत सम्भावना देखिन्छ। अब हिमाली भेगको कुरा गरौँ। भोलि शनिबारसम्म सबै प्रदेशका हिमाली भेगमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशमा आइतबारदेखि बिहिबारसम्म धेरै ठाउँमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ। यी प्रदेशमा भोलि शनिबारसम्म एक दुई ठाउँमा र आइतबारदेखि बिहिबारसम्म थोरै ठाउँमा भारी हिउँ वा पानी पर्ने समेत सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आइतबारदेखि बिहिबारसम्म केही ठाउँमा मध्यमसम्मको हिउँ वा पानी पर्ने सम्भावना छ। एक दुई ठाउँमा भने भारी हिउँ वा पानी पर्ने सम्भावना देखिन्छ। अहिले पानी पर्दा मेघगर्जन चट्याङसहित पानी पर्ने सम्भावना हुन्छ, त्यसैले सावधानी अपनाउनुहोला। यो त भयो आउने हप्ताको मौसम पूर्वानुमान। मौसम छिनछिनमै परिवर्तन भइरहेको हुन्छ, त्यसैले मौसमबारे आधिकारिक र पछिल्लो जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला। धन्यवाद।